अब हाम्रो बुद्ध धर्ममा चाहिँ बुद्धत्व प्राप्त गर्नको लागि सबभन्दा पहिले बोधिचित्त भावना गर्नुपर्दछ। बोधिचित्त भावना गर्दाखेरि चाहिँ हाम्रो दुईटा विधि रहेका छन्। एउटा चाहिँ दान विधि अनि एउटा चाहिँ प्राणीदान। एउटा चाहिँ मोलम, अर्को चाहिँ हाम्रो दान, छोपा दान गर्ने के छोपा दान गर्ने। अब छोपा दान गर्दाखेरि चाहिँ हाम्रो यहाँ आठवटा अष्टविधि पूजाको माध्यमबाट चाहिँ हामीले दान गर्ने एउटा विधि छ। अब त्यसैको सिलसिलामा चाहिँ हाम्रो सबभन्दा सजिलो र धेरै ठाउँमा प्रयोग भएका हाम्रो हेन्चप पानी चढाउने। हामी बुद्ध धर्महरूले प्रत्येकको घरमा गृहस्थीदेखि लिएर हाम्रो छम बस्नुभएका, गुफा बस्नुभएका, उच्च लेभलको अध्ययनको आवेश गर्ने र साधारण गृहस्थीले पनि प्रयोग गर्ने त्यस्तो पूजा विधिको विषयमा आज बोल्न गइरहेको छु। त्यो भन्ने चाहिँ हाम्रो छोपा नाम्बाके। छोपा नाम्बाके भित्र चाहिँ हाम्रो 8वटा अङ्ग रहेका छन्। त्यो अङ्गभित्र चाहिँ हाम्रो सबभन्दा पहिले चाहिँ यहाँ अर्घम भनेछ। अर्घम अनि पाद्यम, पुष्पे, धूपे, आलोके, गन्धे, नैवेद्य, शब्द, आहुम। 7वटा हेन्चपको भाँडो। हेन्चप भनेको अब पानी चढाउने के हाम्रो गृहस्थी जीवनदेखि लिएर उच्च लेभलका साधकहरूले पनि चढाउने यो 8वटा पूजा अङ्गभित्र चाहिँ हामीले चाहिँ प्राय जस्तो 7वटा भाँडो चाहिँ प्रत्येकको घरमा देख्ने गरेका छौँ। तर एउटा चाहिँ के छ भने शब्द भनेर, शब्दको ठाउँमा चाहिँ हाम्रो वाद्य सामग्री, म्युजिक सामग्री भनौँ न, घन्टी, तिङ्सा अनि तुङ त्यस्तो राखेर चाहिँ 8वटा बनाउँछौँ। अनि यो शब्द चाहिँ हाम्रो अब प्रत्येक घन्टीहरू चाहिँ त्यहीमा आफ्नै लाइनमा राखेको हुन्छ। त्यसकारण यो 7वटा भाँडो चाहिँ प्राय जस्तोले देख्ने गरेका छौँ। 7वटा भित्र चाहिँ पहिलो अङ्ग, पहिलो चढाएको पानीको भाँडोलाई चाहिँ हाम्रो अर्घमको रूप लिन्छ, अर्घम। अनि दोस्रोको चाहिँ पाद्यम, अनि तेस्रोको चाहिँ पुष्पे, चौथोको चाहिँ धूपे, पाँचौँको चाहिँ आलोके, छैटौँ चाहिँ गन्धे, सातौँ स्थानको चाहिँ नैवेद्य गरेर यो 7वटा चढाउने गरेका छौँ। 7वटा भाँडो हाम्रो बुद्ध धर्म साधकहरूले चाहिँ प्रत्येकको घरमा 7वटा हेन्चपको भाँडो, पानी चढाउने भाँडो, बाउल 7वटा कच्चा हेन्चप राखेका हुन्छौँ। त्यो 7वटाले चाहिँ यो 7वटा पूजाको अङ्ग जनाउँछ। अब यसलाई चाहिँ हाम्रो छोपा नाम्बाके भन्छौँ। छोपा नाम्बाके अष्टविधा पूजा। अर्घम, पाद्यम, पुष्पे, धूपे, आलोके, गन्धे, नैवेद्य, शब्द, आहुम भनेछ। अब यति भनेपछि चाहिँ यो 7वटा चढाएको पानीको हेन्चपलाई जनाउँछ। यो हेन्चपको अब भौतिक रूपमा हेन्चप देखिन्छ, तर यसको आध्यात्मिक रूपमा चाहिँ हाम्रो अर्घम, पहिलो हेन्चपले चाहिँ अर्घमको रूपमा प्रयोग गरिन्छ। यो हाम्रो तिर्खा लाग्दाखेरि चाहिँ सुरुमा कुनै पनि पाहुना आउँदाखेरि चाहिँ तिर्खा लाग्दाखेरि सुरुमा दिने पानीको रूपमा लिन्छ अरे अर्घम चाहिँ। अनि यो पाद्यम भनेको चाहिँ यो खुट्टा धुन्ने पानीको रूपमा लिन्छ, पाद्यम। पुष्पे भनेको चाहिँ यो चाहिँ फुल चढाउने, अब फुल ठुलो मान्छे आउँदाखेरि फुल चढाउँछ, फुल पुष्पे। धूपे चाहिँ यो अब धूप चढाउने।
अनि आलोके चाहिँ यो चाहिँ अब छोमी दीप प्रज्वलन गरेर आलोके। गान्धे भनेको चाहिँ राम्रो सुगन्धित भएको, अब राम्रो सुगन्धित मिसाएको यो पानी हो गन्धा, सेन्ट जस्तो राम्रो। नैवेद्य चाहिँ खानेकुरा चढाउने यो नैवेद्य। शब्द भने चाहिँ यो चाहिँ शब्द हो, यो भनेको चाहिँ म्युजिक, वाद्य सामग्री यिनीहरू इत्यादिले चाहिँ हाम्रो स्वागत गर्ने गर्दछौँ। त्यस्तै यो परम्परा चाहिँ हाम्रो बुद्धलाई नै विशेष गरी बुद्धलाई चढाउनु भएको हुनाले यो चाहिँ अष्टविधा पूजा भनेर चिनिन्छौँ। तर हुने त यो अब इष्टदेवहरू अनि बोधिचित्तहरूले पनि चढाउँछौँ यो 7वटा पूजाका 7 वाद्य सामग्री 8वटा पूजा। अब यसको साङ्केतिक हातको साङ्केतिक पनि छ। यो साङ्केतिक चाहिँ हामी वाङ आवश्यक नपाएकोहरूले चाहिँ सिधै प्रयोग गर्न नमिल्ने भएको हुनाले मैले यसको विरोध बनाएका छैनौँ। अनि यो चाहिँ वाङ अभिषेक लिएर बुद्ध धर्म परम्परा अनुसार वाङ अभिषेक लिएर चाहिँ अनि यो हातको मुद्रा छाग्या चाहिँ पछि आविष गर्न मिल्छ। अगाडि चाहिँ पहिले यो पढेर यसको पढ्ने तरिकालाई चाहिँ मैले विशेष यहाँ उपलब्ध गरेका छौँ। अब यसको अर्थ हेर्नुहोस्। बोट भाषामा चाहिँ अब पहिलो छेपाको त्यो यन्छापलाई चाहिँ हाम्रो छोयन भन्छौँ, छोयन। अनि स्याप्सिल, दोस्रोलाई स्याप्सिल, तेस्रोलाई मेतोकमा, चौथोलाई तुप्पेमा, पाँचौँलाई नाङसालमा, छैटौँलाई टिछापमा, सातौँलाई स्याल्सेमा, आठौँलाई रोल्डामा भनेर यति 8वटा चलाउँछौँ। अब यसलाई चाहिँ हाम्रो नेपालीमा चाहिँ आर्गम भनेको समर्पण गर्ने सामग्री, चढाउने सामानको रूपमा लिनेछ। आर्गम भनेको चाहिँ समर्पण गर्ने सामग्रीको छोयन भनेको छोयन। अनि यो पादेम, स्याप्सिललाई चाहिँ पादेम भन्छौँ, स्याप्सिल। अनि मेतोकमालाई चाहिँ पुष्पम भन्छौँ, पुष्पम। तुप्पेमालाई चाहिँ धूप। अनि नाङसालमालाई चाहिँ दीप। टिछापमालाई चाहिँ सुगन्ध पानी, टिछापमा। स्याल्सेमा भनेको नैवेद्य खानेकुरा। र रोल्डामा भनेको चाहिँ वाद्य सङ्गीत, म्युजिकहरू। अनि यो 8वटा पूजा चाहिँ हाम्रो सबै पूजामा प्रयोग भएका हुन्छौँ। त्यस कारण यो हाम्रो बोधिचित्त उत्पाद गर्नको लागि चाहिँ अति आवश्यक पर्ने आधारभूत कुरा भएको हुनाले चाहिँ हामी सबैले यसलाई बुझेर प्रयोग गर्दा धेरै फल छिटो पाउने भएको हुनाले चाहिँ मैले यहाँ सङ्कलन गरेर तपाईँहरूलाई प्रस्तुत गरेको छु। अब यसमा चाहिँ हामीले चाहिँ कुनै ठाउँमा चाहिँ यसरी पनि पढ्छौँ हाम्रो छोयन, स्याप्सिल, मेतोक, तुप्पे, नाङसाल, टिछाप, स्याल्से, रोल्मो भनेर। अनि यसैलाई चाहिँ हाम्रो संस्कृतमा चाहिँ अघि माथिकै हो। अब यो 8वटा पूजाको चाहिँ विस्तृत जानकारी चाहिँ अब यो केरिमको पुस्तकभित्र उत्पत्ति क्रमको पुस्तकभित्र अलि विस्तृतमा व्याख्या पाइन्छ। अहिले यहाँ चाहिँ मैले एकदम संक्षेपमा यसको पढ्ने तरिका मात्रै समावेश गरेको छु। अनि अब चाहिँ दोस्रोमा चाहिँ हाम्रो जाहुङ बमहो भन्ने यो 4वटा अक्षरको अर्थ र त्यसको प्रयोग यहाँ प्रस्तुत गर्न गएको छु। अब यहाँ हेर्नुहोस् है त। कब्दिर जाहुङ बमहो सेचुङनी। अहिले यहाँ चाहिँ जाहुङ बमहोङको छोटकरी अर्थ चाहिँ यसरी रहेको छन्। अब यहाँ झा भने झै तम्चिक पाला हिसेबा कुकपादाङ भने। यो झा भन्ने अक्षरले चाहिँ तम्चिक पालाई चाहिँ हिसिबा कुक्सी गरेको हो रे। अब हाम्रो बुद्ध धर्म चाहिँ पहिले चाहिँ जुन मूर्तिको रूपमा प्रतिष्ठापन
मूर्ति राखेको हुन्छौँ त्यो मूर्तिको स्वरूपलाई चाहिँ हामीले ताम्छिक्पा भन्छौँ। ताम्छिक्पा पूजाको विधिबाट प्राण प्रतिष्ठा चाहिँ आह्वान गरेर त्यहाँ स्थापना गर्ने विधिलाई चाहिँ हाम्रो इसिबा भन्छौँ। मूर्तिमा प्राण प्रतिस्थापन गर्ने विधिलाई चाहिँ ताम्छिक्पा ला इसिबा कुप्पा भनिन्छ। यो अर्थ चाहिँ जाले जनाउँछ। हुङ्गी नि मेदु तिम्बादाङ हुङले इसिबादाङ ताम्छिक्पा दुईटा नभई एउटैको रूपमा विलिन गराउने कार्य गर्दछ। बामगे धोपा माटुप्की पर्दु मिसिक पर चिङवादाङ बामले चाहिँ जुन आकाङ्क्षाको रूपमा पूजा सुरु गरेको छ त्यो पूजा सम्पन्न नभएसम्म चाहिँ अब त्यो प्राण चाहिँ देवताको त्यो प्राण चाहिँ त्यही राइरहने भनी देखाउँछ रे। हो केसिन्दु जुपरसम्म हो भने यो आचारले चाहिँ केसिन्दु खुसीपूर्वक केसिन्दु जुपरसम्म खुसीपूर्वक त्यहाँ बसिरहने छ भन्ने सोच्नु रे। अब नेपालीमा मैले संक्षेपमा यहाँ देखाएको छु। जा भने आउनुस् भनेको जा भनेको चाहिँ जा आचारले चाहिँ आउनुस् भन्ने अर्थ लाग्छ रे। जा आचारले चाहिँ आउनुस् भन्ने अर्थ लाग्छ। हुङले चाहिँ बस्नुस् भन्ने सङ्केत हो। बामले चाहिँ नजानुस् भन्ने अर्थ हो। बामले नजानुहोस् भन्ने अर्थ छ। हो खुसी भएर बस्नुहोस् भन्ने साङ्केतिक अक्षर रहेका छन्। संक्षेपमा चाहिँ हाम्रो एकटुकु तेन्नी भने छ। जा भनेको झेन्ची भने झुन्ची भने आउनुहोस् भने। अनि हुङले चाहिँ युक्सिक भन्ने छ बस्नुहोस् भन्ने छ। मासेक्सिक भन्ने चाहिँ बमले चाहिँ नजानुहोस् भन्ने छ बम मासेक्सिक भन्ने छ। होले चाहिँ केसिन्दु जुक्सिक भन्ने छ खुसी भएर बस्नुहोस् भन्ने छ। यसरी ताम्छिक्पा र इसिक्पा सेते तेम्बर च्याब्योतेनो रे। अनि यो ताम्छिक्पा र इसिबा चाहिँ मिसिएर दुईटा नभई एउटै भएर दृढपूर्वक स्थापना होस् भन्ने अर्थ देखाएको छ। अब यो चाहिँ अब छोपे टिन्गी झुङ भन्ने छ। यो छोपेको टिन्गो झुङ चाहिँ यो हामीले कुनै पनि पूजा पाठ गर्दाखेरि चाहिँ यो एकचोटि पढेमा यसको फल धेरै राम्रो पाउँछ भनेर यो पुस्तकभित्र लेखेको छ। यो चाहिँ मैले अहिले अब यही पुस्तक भनेर चाहिँ मैले तपाईँहरूलाई देखाएको छैन तर यो हिक्चुङमा लेखेको छ। मैले यहाँ टाइप गरेको छैन। जे होस् यो चाहिँ हाम्रो एकदम छोपा फैलिने छोपाको फल ठुलो हुनको लागि चाहिँ राम्रो फल पाउनको लागि चाहिँ यो प्रयोग गरिन्छ। यसको पढ्ने तरिका चाहिँ यसरी रहेको छ। ओम नमो भगवते वज्रसारा प्रमर्दाने तथागताय अरहते सम्यक् सम्बुद्धाय तदेथा। ओम वज्रे वज्रे मा वज्रे मा तेजा वज्रे मा विद्या वज्रे मा बोधि चित्ता वज्रे मा बुद्धि मंडोपा संक्रमणा वज्रे सर्वकर्म आवारणा विशोधना वज्रे सोहा। अब यसको अर्थ हेर्नुहोस् बोर्ड भाषामा चाहिँ चुम्देन्दे तेजिन शेक्पा टाचुम्पा याङ ताकपर जोप्पी साङ्गे दोजे यिङपुई राप्तु जोम्पाला छक छल्लो दिताते दोजेमा
दोजे छेन्मो जिजित छेम्बोगी दोजेमा रिक्पा छेम्बोगी दोजेमा 장춥기 셈 쳔보기 노제마 장춥 쳔보기 잉보르 녜바르 꽃비 노제마 레당 tippa 탐젯 नंबर जोंबे दोजेमा बागवान बजरा सार प्रमर्दना तथागता अर्थात पूर्ण रूपमा सम्बुद्धलाई नमना गर्दछु। यस्तै गरी बजार रूपिनी माँ बजार रूपिनी माँ तेजा बजार रूपिनी माँ विद्या बजार रूपिनी माँ बोधिचित्त बजार रूपिनी माँ बुद्धिको सार बुझेकी बजार रूपिनी कर्म र आवरण सबै विशुद्ध गर्ने बजार रूपिनीलाई चढाउँदछु भनेछ। अब यसरी यसको आजको चाहिँ हाम्रो अष्टविधा पूजा अनि जाहुङ बम्हो र यो छेपेटिन यो तीनटा चाहिँ मैले यहाँ पढेर सुनाएको छु। यसको पाठले चाहिँ धेरै दोहोऱ्याएर हेरिदिनुहोस्, त्यसपछि तपाईहरुले प्रष्ट रूपमा बुझ्नेछौँ। आज चाहिँ मैले तपाईहरुलाई यो छोपा नम्बाके अष्टपूजा विधि अनि जाहुङ बम्हो र छेपेटिन पूजा मेगा यो तीनटा पढेर सुनाएको छु। यसको पढ्ने तरिका संस्कृत श्लोकसँग मिल्ने गरी कोसिस गरेको छु। तपाईहरुले यो भिडियोलाई धेरैचोटि दोहोऱ्याएर हेर्नुहोस्, त्यसबाट तपाईहरुलाई केही लाभ हुनेछ भन्ने आशा लिएको छु। धन्यवाद।